हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज मी हजुरको आफ्नो प्यारो मान्छे मनपर्नेलाई प्यारो मान्छे नमनपर्नेलाई दुश्मन भने नि जे भने नि मतलबै भएन होइन साथीहरू। आए हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ म बिहानको ब्लग चाहिँ त्यो उसो रिल्सको लागि लिएको छु, तर त्यो पनि राख्ने छु मैले बिचबिचमा। म चाहिँ 5:20मा एकछिन आयो हो हजुर सन्चै हुन्छ होला। के भयो फेरि भयो क्या मेरो कुरा त नि। मासु आएछ साथीहरू, मासु राँगाको मासु। यो चाहिँ इस्कुससँग चट्ट लाएर पकाउनु पर्ने। आदर चाहिँ 4:04 चाहिँ म चाहिँ 5:20मा उठेको थिएँ वासरुम जानलाई। अनि त्यतिकै रक्सी बसाले लिम्बू नि पऱ्यो नि त साथीहरू, गाह्रो छ। अनि रक्सी बसाले अनि चिया खाजा नास्ता बनाउँदै अनि म चाहिँ उतै काम गर्दैछु उता पुरानो घरमा। मम्मीहरू चाहिँ मल बोक्नु हुँदैछ। अनि यहाँ आएको छ राँगाको मासु। यसलाई चट्ट लगाएर जाडो मौसम छ सुप खानुपर्ने हुन्छ है। अब म तपाईँहरूलाई कता मल बोक्दैछ के सबै देखाउँछु। स्टे ट्युन गाइज। यतिको सक्स चाहिँ 4 भइसकेको छ होइन, किनभने म बाहिर काम गर्छु। वेदर चाहिँ यस्तो छ आज चाहिँ, हिजोदेखि चाहिँ खासै अब यताबाट म यता जान्छु। हिजोदेखि चाहिँ खासै त्यति बेसी जाडो चाहिँ छैन साथीहरू। अनि मेरो यहाँ अर्को मोबाइलमा चाहिँ यहाँ भ्लग चलिरहेछ। अनि यहाँ चारो काट्दै थिएँ। एक भान रक्सी उक्केर यहाँ छ। सुँगुरको चारोहरू रेडी छ। अनि यहाँ चाहिँ रक्सी, यो चाहिँ मैले 5:20मा बसाएको हो, यो उकिसक्यो। यो चाहिँ सेकेन्ड लट हो साथीहरू। ओके। अनि यहाँको फुलहरू चाहिँ कति मैले उता छतमाथि लगेर राखिसकेको छु। अरू बाँकी छ है। अब म मम्मीहरू भएकोतिर जाँदैछु। पर मम्मी आउनु हुँदैछ। यहाँ दिपसन र बुवा नमस्ते भन्नु त। यहाँ नमस्ते सबैजनालाई भन्नु न। सबैजनालाई नमस्ते। सरम माटोको मल छर्दैछौँ ल मम्मी सबैलाई सेवारो। हामी त मल असार्दैछौँ मकै छर्नुलाई। घरका सम्पनको श्रमदान जानुपर्ने, आज नभ्याएर आफ्नै श्रमदान गर्दैछौँ है। ल दिपसन बाई बाई। दिपसन चाहिँ मल बोकेर जानु आँट। अब किन यसरी बोक्दैछ आज बिहानदेखि। उसको चाहिँ डिमान्ड छ चटपटेको। गीत गाउँदै जाँदैछ भाइ त। अब एक लाइन त छ मेरो दान 26 भाइ जति हुन्छ त्यसको यस्तो भयो होला। सानो पुछु त आज चाहिँ बुवाको काम पनि छुट्टी श्रमदानले गरेर। यहाँ आसिमा, हाई आसिमा। हाई। के छ तेरो खबर? यो फुलको सबै फोहोर निकालेको नि। ए ल आज शनिबार श्रमदानको लागि रोडमा पुरा भइरहेको छ। हामी त जान पाइनौँ। सो सरी एभ्रिवान। किनभने आज हाम्रै घरमा मल बोक्नु भनौँ लड्सप काम छ। हेर्नुहोस् यस्तो डिजास्टर हुने गरी काम छ हाम्रो यहाँ। चारो हिजो अस्ति मम्मीले लिएर राख्नुभएको। अनि यहाँ काटिरहेको, अनि यहाँ पारिरहेको, अनि यहाँ मिसाइसकेको। यस्तो हुन्छ गाउँले जीवन साथीहरू। हात पनि हेर्नुहोस् कस्तो लाग्दैछ मेरो हात। राम्रो। पहिला चाहिँ हामीले यसो रक्सी बसालेपछि बटुकाले पानी उगाउँदै फाल्थ्यौँ होइन। अनि अहिले चाहिँ एकदम इजी भएको छ है। लाइन चाहिँ हुनुपर्छ, तर लाइन भएन भने चाहिँ काम हुँदैन। म तपाईँहरूलाई देखाउँछु हामी कसरी पानी फाल्दा रहेछौँ भनेर। अब यो पानी तात्यो होइन, यहाँ पाइप छ। यो पाइपमा चाहिँ मुख लगाएर तान्नुपर्छ साथीहरू। यसरी पानी फाएको है। यहाँबाट यो पानी आइरहेछ। सरर पाइपबाट फाल्दैछु म। हात चाहिँ चारो काटेर हरियो भइरहेको रहेछ यार। पानी गइरहेछ यहाँ। मस्त फाल्नै पर्दैन आफूले हातले। यतिको चाहिँ सजिलो भइरहेको छ। अनि यो पाइपको काम के हो भनेर त्यो पनि देखाउँछु ल। सक्यो। यहाँ ट्याग गर्ने, यहाँबाट झर्छ। सो बटुकाले उगाइराख्न परेन। इजी वे होइन त साथीहरू। जमाना के आइसक्यो। पहिला बटुकाले उगाएर गाग्रीबाट मर्ने गरी उचालेर हाल्नु पर्थ्यो। अहिले त हेर्नु त अब झ्याप्प भरिजान्छ। आइसकिसक्यो।
अब यहाँ बाँधिदियो टेन्टेरेन चाहिँ यहाँ अघि चारो काट्दै अनि होइन आज त वेदर पनि दामी छ भ्लग त बनाउनै पर्यो साथीहरू भनेर चाहिँ म मोबाइल लिन गएको थिएँ अनि उतै घरबाट स्टार्ट गरेर आउँदै तपाईँहरूलाई सबै देखाइसकेँ अनि यो चारो चाहिँ यहाँ छ यसलाई चाहिँ काट्नुपर्ने हुन्छ कसरी काट्छु हेर्नुहोस् ल कस्तो एङ्गलै मिल्दैन यसरी राख्ने यहाँ है अनि काट्नुपर्छ साथीहरू यो चाहिँ हामीले पारिरहेको रक्सीको कट हुन्छ नि त्यसमा मस्त घोल्ने मकैको पिठोहरूसँग अनि सुँगुरलाई दिने सुँगुर बलियो बनाउने बेच्ने पैसा कमाउने विदेशको पैसाले मात्रै त पुऱ्याउन गाह्रो हुन्छ साथीहरू केही नभन्नुहोस् त अब जस्तो देश त्यस्तै भेष भएर हिँड्न पनि सिक्नु पर्छ बाहिर हिँड्दाखेरि कसरी हिँड्ने घरमा बस्दा कसरी काम गर्ने होइन एभ्रिथिङ आउनु पऱ्यो नि गाउँले भएपछि गाह्रो छ अनि अब यसरी बोलौँ यो चारो चाहिँ मम्मीले बगानबाट लिएर आउनुभएको है अनि आज चाहिँ हाम्रो दिनभरि सायद मल ओसार्नु लाग्छ होला मैले खाना पनि बनाएको थिइनँ कति बज्यो 10 बज्न आँटेछ अनि अब मेरो रक्सी पनि उकिनु आँट्यो अब चारो काट्छु अनि त्यहाँबाट अघि देखिहाल्नु भयो राँगाको मासु र इस्कुस चट्ट लाएर पकाएर खानुपर्ने हुन्छ किनकि मौसम दामी भइरहेछ मैले त हिजो भाउजूले अस्ति ल्याइदिनु भएको थियो क्या राँगाको सिकुटी अनि त्यो अझै थियो अनि त्यो र इस्कुस पकाएर खाएको अम्मामा कस्तो मिठो लाग्दिरहेको के अनि आज मम्मीले फेरि बफको मासु राँगा भन्दा घिन लाग्छ भने बफको मासु ल्याउनु भएको रहेछ मगाउनु भएको रहेछ अघि भाइले ल्याइदिएर गयो होइन अनि पकाउँछु अनि अब दिनभरि के हुन्छ कसो हुन्छ हजुरहरूलाई मैले भिडियोमा देखाइहाल्ने छु है काम भनेको यस्तै हो साथीहरू अब हुन त बिहान जाडो लाग्छ नि के गर्नु कहिले कसो 5:30 मा उठ्छु कहिले कसो 5:20 मै उठ्छु कहिले कसो 6 बजी उठ्छु कहिले 6:30 मा धेरै भनेको है अहिले अँधेरै हुन्छ नि त अनि बिहान पिसाबहरू बेस्कन लाग्यो भने चाहिँ उठ्छु अनि उठेकै त्यतिकै जतिसुकै बजे पनि सुत्दिनँ किनभने म सुत्यो भने उठ्दिनँ क्या तर धेरै बेर सुत्नै पाइँदैन नि अब बिहान बुवा पनि काममा जानुहुन्छ अनि दिप्सुलाई पनि टिफिन भन्यो खाजा भन्यो चिया भन्यो उसलाई खाना भन्यो गर्दाखेरि जसले पनि उठ्नै पर्छ बिहानै अनि उठ्यो अनि सबै आफ्नो काम भ्याएपछि ढुक्क हुन्छ अनि घाम अलिअलि लाग्यो भने लुगाको रास हुन्छ साथीहरू लुगा धुनु परिहाल्यो होइन मौसम चाहिँ दामी भएको छ अस्ति हामी इलाम जाँदाखेरि पनि त्यस्तै भएको थियो मौसमहरू इलामको भ्लग आउनै बाँकी छ अब यो अथवा यो पछि चाहिँ सायद म एडिट गर्छु होला किनभने त्यो अलिकति यस्तो के भयो अलिक घुम्नु बेसी भएछ साथीहरू भिडियो कम भएछ होइन अनि कति भिडियोहरूमा त साउन्डै हराइरहेको छ कि अनि त्यही भएर त्यसलाई भोइस ओभर पनि गर्न पर्यो अनि धेरै त्यो उयोहरू डिलिट गर्नु छ बेसी के भइरहेछ त्यही भएर मैले त्यो भिडियो चाहिँ ल्याएको छुइनँ त्यो पनि लिएर आउने छु अब सक्नुहुन्छ भने एउटा लाइक सेयर सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गर्नुभएको छैन भिडियो त्यतिकै हेर्नु हुँदैछ भने है अनि तपाईँहरूको त केही जान्दैन मेरो पनि खासै हुने त केही होइन अहिले त र पनि यसो म चाहिँ भिडियोहरू बनाइरहेको छु अस्तिदेखि नै अलिअलि मेमोरी कलेक्ट गरेको खासमा मैले चाहिँ पैसाकै लागि भन्ने चाहिँ हुँदैन साथीहरू इफ भइहाल्यो भने कसलाई चाहिँदैन र पैसा होइन पैसा त जसलाई पनि चाहिने कुरा हो त्यो भनेको मोस्ट इम्पोर्टेन्ट कुरा हो लाइफकै जस्तो लाग्छ पैसा भएन भने फ्यामिलीमा झगडा हुने पैसा भएन भने मान्छेबाट हेपाई खाने पैसा भएन भने कसैले वास्तै नगर्ने होइन अनि पैसा छ भने चाहिँ ओहो माया नि गर्ने नि त्यस्तो हुन्छ क्या पैसा भएन भने घरमा पनि झगडा हुन्छ हस्बेन्ड वाइफ बिचमा हुन्छ घर परिवारमा हुन्छ बच्चाहरूले भनेको कुरा दिन सकेन भने बच्चाहरूमा हुन्छ होइन त्यही भएर मलाई पैसै चाहिन्छ पनि भन्दिनँ चाहिँदैन पनि भन्दिनँ तर यो भिडियोहरू चाहिँ सबै मेमोरीहरू कलेक्ट गरेको हो मैले किनकि मोबाइलमा राखिराख्दा अट्दैन कहिले कसो मोबाइल बिग्रन सक्छ तर इफ युट्युबमा हाल्यो भने त पछि आफ्नो युट्युबको नाम सर्च गरेर हेऱ्यो भने त आफ्नो भिडियोहरू हेर्न सक्यो नि त ए यस्तो गरेको थिएँ है यो
मासु लबर त्यस्तो साह्रो त होइन कि साथीहरू, तर खै यो यस्तो यो बोसो चाहिँ ला पोलेर खान साह्रै मलाई चिम्टा चलाउनु पनि आउँदैन यार। आउट भयो यहाँ कल नटकाइन्जेलसम्म त्यहाँ फेरि पानी मजाले आउने होइन, गाह्रो छ हौ। बेसकर न मासु त मन पर्दैन साथीहरू, तर पनि यो बोसो देखेपछि चाहिँ झरो अलिक पोल्नु पर्यो। मजा लाग्छ मलाई यो चाहिँ छप 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 खानालाई। अब यो पनि उकिन आँटो, अब म सब्जी पकाउँछु। जाडोमा आगोमा यसरी बस्नु क्या मजा आउँछ। तपाईँहरूतिर आगो फुक्नुहुन्छ कि हुँदैन? सहरतिर बस्ने भने त फुक्नु हुँदैन होला, गाउँतिर गएले त फुक्नुहुन्छ होला। हाम्रो चाहिँ बिहानदेखि 12-1 बजीसम्म चाहिँ यस्तो हुन्छ, यत्तिकै हो। 12-1 बजीसम्म चाहिँ आगो चाहिँ हाम्रोमा चाहिँ है, अरूकोमा चाहिँ कस्तो हुन्छ थाहा भएन। यहाँ चाहिँ रुख टमाटर एउटा पोलेर राखिरहेको छु। अब यो चाहिँ खानु पर्यो साथीहरू। खाने हो? हेर्दा त नराम्रो देखिरहेको त। ल मासला अब के गरेर खानु? यो भाग्य नै नभएपछि यस्तै हो। भाग्य नभएपछि जति गरे पनि नहुने भन्थ्यो, त्यस्तै भयो हौ, त्यस्तै भयो। अब रुम के गरौँ? अब फेरि फाले जस्तो गरेर अब क्यामेरा चाहिँ घिच्ने होला भनेर सम्झ्यो होला। घिच्दिनँ साथीहरू, अब के गर्नु, भुइँमा झरिहाल्यो। अब यो अलिक सफा ठाउँमा झरेको त यस्तो टिपेर कप्पा खान्थेँ, नमिल्ने भयो साथीहरू। ल अब मासु भातै खान्छु। ल म चाहिँ टाढा हिँड्नै नपर्ने के, हाम्रो चाहिँ उता र यताबाट हिँड्दै थाक्छ। सिँगाना आए साथीहरू, झरेको चाहिँ छैन, घिन नमान्नु होला है। म हात धोइहाल्छु तपाईँहरूको अगाडि। फेरि ए हात पनि नधुने कस्तो खालको रहेछ भनेर भन्नुहुन्छ तपाईँहरूले, मलाई थाहा छ। अनि मैले चाहिँ अब यहाँ आएर अघि बोसो खानु पऱ्यो भनेको, खै कुनि के भने जस्तै भयो। अब यहाँ चाहिँ मैले के रेडी गरेको छु हेर्नुहुन्छ? इस्कुस, मासु, रङ्गाको मासु को कसलाई मनपर्छ? मलाई त बेसरी मनपर्छ। अनि टक्क योसँग यसको कम्बिनेसन चाहिँ ओभर दामी हुँदो रहेछ। मैले चाहिँ खाएको थिइनँ, हिजो अस्ति दिन फर्स्ट टाइम खाएँ। अनि मम्मीले भन्नुभयो, अनि आज चाहिँ म यो बनाउनु लागेको छु। अब म बनाउँछु पनि धेरै गफ गरेर 11 बज्न लाग्यो। म सब्जी पकाउँछु अनि भेट्छु ल साथीहरू। मैले आज डेभरि के भयो, के गर्छु सबै देखाउँछु भनेको थिएँ नि। कामै यस्तो भइरहेको थियो, अनि त्यही कामहरू सकिरहेको थिएन। खानासाना खाएर फेरि काम गरेर, अनि आज चाहिँ घरहरू पनि हिजो पनि पुस्छु भनेको भएन, आज पनि पुस्छु भनेको, त्यस्तै भइरहेको थियो। अनि मम्मीले भन्नुभयो भोलि पुस्न त, आज छोड्दै आज अरू काम छ भन्नुभयो। ओके भने म पनि त्यता लाग्दै थिएँ होइन। जब घरको गति हुँदैन, जब आफ्नो लुगाको गति हुँदैन, जब अनुहारको गति हुँदैन, तब पाहुना आउनुहुन्छ। यो मेरो मात्र हो कि अरूको पनि घरमा हुन्छ भने त अरूलाई पनि परायो। मलाई लगभग लाग्छ अरूकोमा पनि त्यस्तै हुन्छ, घरहरू फोहोर भएकोलाई पाहुना आउँछ होइन, तपाईँहरूकोमा पनि। मेरो पनि त्यस्तै भयो। अस्ति बोलाएको थिएँ भाइलाई, अनि भ्याउँदिनँ भन्नुभएको थियो। सो भाइ चाहिँ आज आउनु हुँदैछ। भाइलाई चाहिँ अस्तिदेखि हामीले घरमा बोलाउने भन्दै भाइ भ्याउनै भएको थिएन। अनि फाइनली भाइ पनि आउनु हुँदैछ। अनि म चाहिँ खाना बनाउँदैछु साथीहरू। भाइ आउनुपर्छ खानासाना चट्टा खाने गफ गर्ने भनेर। अनि गति छैन केहीको पनि। अब कपडाहरू पनि चेन्ज गर्नै बाँकी छ, मुख धुनु पऱ्यो, यसो अलिकति फ्रेस एक्टिभ भएर बस्नु पऱ्यो नि त। यसो पकाउने मान्छेको गतिविधि देख्दा नि खाउँ लाग्ने खालको होइन साथीहरू। त्यही भएर म चाहिँ यहाँ पकाउँदैछु, के पाक्दैछु मेरो किचनमा देखाउँछु हजुरहरूलाई। यहाँ चाहिँ सुँगुरको मासु पाक्दैछ होइन साथीहरू, भर्खर हालेको। अनि यहाँ दालको लागि रेडी हुँदैछ। अनि यहाँ छ हाम्रो तोरीको साग, धुनुलाई पानीमा भिजाएर राखेको छु। अनि त्यहाँ पछिबाट गुन्द्रुकको अचार बनाउँछु। अब म एकछिनमा भेट्छु र हतार छ क्या, कामहरू गर्नु पऱ्यो नि होइन साथी। 3 बजी चाहिँ 4 बजी आउँछु भन्नुभएको छ भाइले। सो छिटो गर्छु। अनि यता मम्मी र बुवा चाहिँ दुईजना ओसार्नु हुँदैछ होइन। ल चप्पलै छैन रहेछ। म पनि काम सकेर चाहिँ मम्मी बुवालाई सघाउँछु भनेको, मैले पाइनँ। मम्मी बुवाले मल बोक्नु हुँदैछ, देखाउँछु ल फेरि को हेर्नु रेडी हुन्छ हेर्नुहोस्।
सुँगुर हेर्नु सुँगुर मम्मी यहाँ बोक्नु हुँदैछ हाम्रो मम्मीले मल बुवा यहाँ खन्नु हुँदैछ अझैसम्म यो सुँगुरहरू बेच्ने अफर छ भन्नु यो सुँगुरहरू हामी बेच्नेवाला छौँ यदि कोही किन्न चाहनुहुन्छ भने आउनु होला 4वटा छ कति हजार भन्नु त बुवा 1 लाख 4वटा सुँगुरकै 1 लाख अरे दाम चाहिँ यहाँ कोही इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला हाम्रो सुँगुर किन्नलाई अब कस्तो जालो लाग्यो यो नाम पनि भन्दै फिप्रा सदेममा मेरो बाउको घर 4टा सुँगुर बिक्रीमा छ सञ्चार रानी सदेममा पर बोक्नु हुँदैछ मल यहाँ फिप्रा सदेमबाको घरमा आउनु होला उयो चाहिँ कस्तो चिल्लो देखिरहेको त तपाईँको ए यसरी हालेको थियो सङ्गीता दिदीले पनि त यसरी हाल्नुभएको थियो नि बच्चाहरू सब सुँगुरको फोटो खिचेर हाल्दै भन्नुहुँदैछ बुवाले भोलि चाहिँ म हालिदिनुपर्छ सबै फोटो खिचेर म सुँगुरहरूको हजुर सब बिक्री मम्मी यो सुँगुरहरू बिक्रीमा हो फिप्रा सदेमा प्लस सञ्चार रानी सदेमा मेरो बाउ आमाको घरमा चाहिँ सुँगुर बिक्रीमा छ अरे यहाँ ल मेरो मासु डर होला गएको सब्जी यहाँ चाहिँ मेरो साग रेडी भइसकेको छ अब तर म त्योभन्दा फर्स्ट यो कालो कराईमा पापड यु नो पापड दिस वान पापड ओ कस्तो डरलाग्दो फोटो यार यो चाहिँ बनाउन लगाएको छु ल मैले तिमीलाई सम्झिरहँदा त्यहाँ तिमीलाई बारुकीले दुख्यो के लाग्छ बढीरै बारुकीको लहर लाग्दा मैलाई सम्झी त्यहाँ तिमी रोयो के लाग्छ बढीरै तिम्रो माया शीतल जुन झै आमा तिम्रो काखा माया दिने चौतारी पिपल बढ झै आमा हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बढीरै आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बढीरै ल साथीहरू मैले चाहिँ लुगा चाहिँ फेरेँ यतिसम्म चाहिँ सुरुवाल अनि बाहिरको ज्याकेट चाहिँ हाइनेक चाहिँ सेम छ अनि कपाल चपाल त केही पनि कोरेको छुइनँ अनि मैले के पाक्यो त अब मेरो किचनमा हजुरलाई देखाउँछु ल यो त छा हो कि थाहा हो भाइ थाहा छँदैछ लिम्बूको घरमा तोङ्बा त हुने नै भयो साथीहरू तोङ्बा म भिजाउन लागेको छु यहाँ पानी ताप्दैछ होइन अनि यो चाहिँ मैले खोर्सानी टमाटर यति गरेको छु किनकि गुन्द्रुक त्यहाँ भिजेर छु अचारको लागि होइन यहाँ मासु पाएको यो पापड हो यहाँ चाहिँ अघि बिहानको खाना छ केही होइन अरू चाहिँ अनि यो चाहिँ साग हो तोरीको अनि यहाँ छ दाल यहाँ खाना पाक्दैछ ओके मेरो परिकार चाहिँ यति नै भयो आज अब म अचार पिस्न जान्छु तोङ्बा भिजाएर मेरो मोबाइलको चार्ज चाहिँ रातो भएछ सो अब चाहिँ म एकछिन चार्ज लाउँछु अनि एकछिनमा भेट्छु है साथीहरू गाउँमा बसेर के पाइन्छ सहर निस्क भन्नेलाई म एउटा कुरा देखाउँछु है गाउँमा बसेर चाहिँ नि साथीहरू यस्तो खानेकुराहरू
खाना पाइन्छ आँखा तेजिलो हुन्छ यस्तो खाएपछि चाहिँ। यो रहेको छ हाम्रै बारीको रायोको साग होइन। अर्को रहेको छ फेभरेट धनिया। यो भयो भने त आनन्द आउँछ खानेकुरा खानालाई। हेर्नुहोस् त ला झऱ्यो त्यो पनि। यो चाहिँ अलिक मसिनो छ अनि साग त बबाल खाने बेला भएको छ। अघि तोरी देखिहाल्नुभयो यो रायोको साग अनि चना आलु मटर आफ्नै बारीमा साथीहरू। हेर्नुहोस् त आफ्नै बारीमा। हजुर सहर बस्नुहुन्छ पैसाले किन्नुहुन्छ अनि यस्तो यस्तो गरी हामी त गाउँमा बसेर यस्तो यस्तो पनि गर्न सक्छौँ यस्तो पनि खान सक्छौँ। अब भन्नुहोस् कहाँ बस्नु फाइदा रहेछ साथीहरू। त्यो चाहिँ मैले रेला गरेको। तर रेलामा पनि गाउँमा चाहिँ अर्ग्यानिक खानेकुराहरू चाहिँ खान पाइन्छ क्या साथीहरू। आफैले रोपेको होइन रोपेको अलिक ब्रिटिस भाषा भएछ। आफैले रोपेको मग स्मेल आउने। हातलाई चाहिँ इग्नोर गर्नुहोस्। हात चाहिँ मेरो स्टिल त्यस्तै छ किनभने चारोको त्यो कस बस्छ कि। यसलाई चाहिँ निम्बुले मजाले मिचेर दियो भने मात्रै। अनि भाइलाई आउन टाइम लाग्ने रहेछ। भाइ बेलुकै आउनु हुने रहेछ। सो अब सबै काम पनि सक्यो। अब मस्त मोबाइल हेरेर बस्छु भिडियो एडिट गर्छु अनि तपाईँहरूलाई भिडियो देखाउँछु। यतिन्जेल मेरो भिडियोलाई हेरेर साथ दिनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। स्वस्थ रहनु होला व्यस्त रहनु होला आफ्नो केयर गर्नु होला। चिसो पर्दैछ तातो तातो पानी पिउनु होला भन्दै आज चाहिँ मेरो भिडियोबाट बिदा हुन चाहन्छु। बाई बाई एभ्रिवान।